धर्म संस्कृति जात प्रथाबाट। ल अब यहाँ चाहिँ तपाईँहरूले स्क्रिनमा देखिसक्नु भएको छ। इन्द्र जात्राको दिन मुख्यतः कसको रथ घुमाइन्छ? फर्स्ट क्वेसन है। अप्सन ए पैरव, अप्सन बी यहाँ चाहिँ परेवा हुन्छ, परेवा। ल अर्को चाहिँ कुमारे, अर्को सीमा रातो मसिन्द्रनाथ, अर्को डीमा सेतो मसिन्द्रनाथ। इन्द्र जात्राको दिन मुख्यतः कसको रथ घुमाइन्छ? ल सबैजनाले यहाँ सही एन्सर दिनुभएको रहेछ। ल ठिक छ, यसको सही एन्सर के हो त साथीहरू? कुमारी। इन्द्र जात्रा चलाउने राजा को हो त साथीहरू? इन्द्र जात्रा चलाउने राजा गुण कामदेव, गुण कामदेव, गुण कामदेव। इन्द्र जात्रामा कुमारीको रथ घुमाउने को हो त फेरि? जयप्रकाश मल्ल, जयप्रकाश मल्ल, जयप्रकाश मल्ल। यो दुईवटा कुरा एकदम इम्पोर्टेन्ट छ साथीहरू। इन्द्र जात्रा चलाउने राजा सोध्यो भने गुण कामदेव, जसलाई लक्ष्मी कामदेव पनि भनिन्छ। इन्द्र जात्रामा कुमारीको रथ घुमाउने राजा भनिदियो भने फेरि जयप्रकाश मल्ल। इन्द्र जात्रामा बाँसको लिङ्गो गाड्ने चलन फेरि कसले चलायो त? यदि त्यो सोधियो भने प्रताप सिंह शाह है। तीनवटा फरक फरक कुराहरू छन्। इन्द्र जात्रा चलाउने राजा गुण कामदेव, इन्द्र जात्रामा कुमारीको रथ घुमाउने जयप्रकाश मल्ल, इन्द्र जात्रामा बाँसको लिङ्गो गाड्ने चलन चलाउने राजा प्रताप सिंह शाह। ल नेक्स्ट क्वेसन छ